नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? पक्कै पनि सन्चै हुनुहुन्छ होला। मलाई चाहिँ हल्का रुगा लागिरहेको छ। स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। अनि आज चाहिँ मैले नानीलाई स्कुल लगेँ। सुरुमा नानीलाई स्कुल लगेँ। नानी कति खुसी भएर जान्छन् क्या स्कुल। अरूको बच्चाहरू कति रोइरहेको हुन्छ, नमानिरहेको हुन्छ। मेरो छोरी चाहिँ कति ज्ञानी भएर जान्छन्। त्यसपछि म घर आएँ। घर आएर हेरेको दिदीको छोरी क्या, मेरो दिदीको छोरी फोन हेर्दाको स्टाइल यस्तो छ। अरू कोले यसरी हेर्नुहुन्छ। मेरो छोरी चाहिँ हेर्नु न, दिदीको छोरी चाहिँ कति ठाउँ फेरेर कस्तो कस्तो गरी बसेर हेरेको हुन्छ क्या। ऊ छछन्नै एक ठाउँमा बसेर फोनै हेर्दैन। अनि मलाई नि ठ्याक्कमा आइपुगेँ। अनि आज मैले भ्लग गरिरहेको थिएँ नि त, अनि देखिहालेँ। अनि छोरीको नि भिडियो बनाएँ। त्यसपछि हामी खाना खान थाल्यौँ। खाना खाएर घरमा सानो मिटिङ थियो। बुबाहरूको यो समाजकै दाजुभाइको एउटा मिटिङ थियो। अनि मिटिङ सकेर म छोरी स्कुल लिन गएँ। छोरी आइ भन्दैछ, छोरीलाई लिएर आएँ। त्यसपछि मैले दिउँसो रात पनि पर्न लाग्यो। अनि दिदीहरू आउँदै हुनुहुन्छ। दिदीहरूको लागि अचार बनाउन भनेर बेथुको साग टिपेँ। बेथुको सागको अचार मिठो हुन्छ क्या, कोले बनाएर खानुभएको छ। यति बेथुको सागको अचारको रेसिपी चाहिन्छ भने कमेन्ट गर्नु, म लिएर आउनेछु। अनि साग टिपेँ दिदीहरूलाई अचार बनाउनको लागि भनेर। रात परिसकेको थियो। त्यसपछि मैले फर्सीको बिरुवा रोपेको थिएँ। अनि बिरुवामा पानी हालिदिनु पर्यो भनेर धेरै भएको थियो। पानी नहालेको पनि 2 दिन जस्तो भइसकेको थियो। बाबुलाई सन्चो छैन नि त, अनि पानी हालेँ। अनि त्यसपछि मैले लसुन टिपेँ, लसुनको पात पनि टिपेँ। साझामा चाहिन्छ तरकारीको लागि भनेर। अनि धनियाँ कस्तो राम्रो छ क्या, हाम्रो घरमै फलाएको धनियाँ, आफैले रोपेको धनियाँ। अनि धनियाँ पनि टिपेँ चाहिहाल्छ भनेर। अनि धनियाँसम्म टिपिसकेपछि म अब घर गएँ। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू।